त एउटा साधारण युवा गाउँघरमा हुर्के म सानै बाटो चलेर फुर्के म र्याप र सङ्गीत दुवै सुन्थे म जहिले र्यापको दुनियाँमा हुन्थे म कहिलेकाहीँ एक्लै गीत सुन्दै रुन्थे म झगडा र पढाइमा अलि पछि नै पढ्थे म कोही मलाई आवारा त कोही मलाई गुन्डा नै भन्थे त तर केही छैन समाज यसै नै चिने केही छैन हातमा कलम र कापी लिएर शब्द बटुली सङ्गीततिर छिरे म मनमा फिर र जीवनको बाटो सुरु गर्दै हर्दी बिस्तारै अघि बढे म र्यापको लागि दिनरात लडे म आट्ने सब थोक लाखौँ सपना बोकी सरे म त्यसैले दिनरात मिहिनेत गर्थे म सपना थियो ठाउँमा देखाउने कार चढेर आज र्याप हालिदिन्छु सबको अगाडि तम्सेर कन्फिडेन्ट हुँदै चम्केर अघि लम्केर शब्दको छनौट गरेर हालिदिन्छु म राइम्स एभ्री टाइम सुन्छु जोसमा चाहे मिलोस् या नमिलोस् होसमा सङ्घर्षको बाटो लामो नै छ केही गरी यो ठाउँमा देखाउनु छ लक्ष्यहरू भेटाउनु छ नराम्रो सोचहरू हटाउनु छ म त एक युवा र्यापको सङ्घर्ष बारी गरी उकाली ओह्राली शब्दलाई सारी देखाउँछ प्रगतिहरू सब थोक छाडी हाँस्न मन छ गएर डाँडा पारी सपना देख्न नि छाडियो सब कुरामा पछि परियो लाइफमा धेरै थोक गरियो सङ्घर्षमा धेरै लडियो सकेसम्म पढियो चाहेसम्म चढियो र्यापको बाटोमा अडियो त्यसको पछि परियो अहिले म र्याप लेख्छु रात दिन शब्द बटुली यताउति नसुनी कसैलाई नभनी छैन भन्न केही दिन यस्तै कटिरहेछ सही जहिले र्याप बुन्दै बसिरहेको छु हिजो झै म त एक युवा र्यापको सङ्घर्ष बारी गरी उकाली ओह्राली शब्दलाई सारी देखाउँछ प्रगति अरू सब थोक छाडी हाँस्न मन छ गएर डाँडा पारी